नमस्ते एकेडेमी अफ टेक्निकल एनालिसिस एटीए च्यानलमा स्वागत छ यहाँहरु सम्पूर्णलाई। आज हामी नेप्सेको प्राविधिक विश्लेषण तथा टेक्निकल एनालिसिस समरीको सर्ट टर्म अपडेट लिएर यहाँहरुमा समक्ष उपस्थित भइसकेका छौं। यतिबेला हाम्रो स्क्रिनमा नेप्सेको वीकली चार्ट छ। यतिबेला मार्केट नियरली आफ्नो सपोर्ट जोनमा आइपुगेको स्थिति छ। जबसम्म मार्केटले 2580 को लेभल भन्दा माथि सस्टेन हुन्छ तबसम्म हाम्रो बायस चाहिँ मार्केट प्रति एकदम पोजिटिभ हुन्छ अथवा बुलिश हुन्छ। मार्केटले यतिबेला 2580 को लेभललाई एउटा महत्त्वपूर्ण सपोर्टको रूपमा लगेको छ। मार्केटले तीन पटक यो लेभललाई एउटा महत्त्वपूर्ण सपोर्टको रूपमा लगेको स्थिति छ। एक पटक, दुई पटक र तीन पटक गरी मार्केटले 2580 को लेभललाई एउटा महत्त्वपूर्ण सपोर्टको रूपमा लगेको स्थिति छ। त्यही भएर पनि जबसम्म मार्केटले 2580 को लेभललाई ब्रेकआउट गर्दैन तबसम्म हाम्रो मार्केट प्रति बायस चाहिँ एकदम पोजिटिभ हुन्छ है त। त्यसैगरी मार्केटलाई बोलिङ्गर ब्यान्डको एंगलबाट हेर्ने भने जबसम्म मार्केट चाहिँ बोलिङ्गर ब्यान्डको माथि सस्टेन हुन्छ तबसम्म बोलिङ्गर ब्यान्डको एंगलबाट हामी मार्केट प्रति हाम्रो बायस चाहिँ पोजिटिभ हुन्छ अथवा बुलिश हुन्छ। सामान्यतया बोलिङ्गर ब्यान्डको क्यारेक्टर के हुन्छ भने चाहिँ मार्केट अप ट्रेन्डमा छ भने बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डले सपोर्ट तथा टेवाको रूपमा काम गर्छ अथवा मार्केट यसरी करेक्सन हुने क्रममा मार्केटले आफ्नो ब्यान्डलाई मिडल ब्यान्डलाई टेस्ट गरी यहाँबाट बाउन्स ब्याक हुने यसको अप ट्रेन्डको क्यारेक्टर हुन्छ। यसकारण मार्केटमा यतिबेला महत्त्वपूर्ण दुईवटा सपोर्ट लेभल छ। एउटा ब्यान्डको मिडल ब्यान्ड सपोर्टको रूपमा छ भने अर्को चाहिँ तपाईको स्विङ सपोर्ट भनेको 2580 को लेभल एउटा महत्त्वपूर्ण सपोर्ट लेभल छ। जबसम्म मार्केटले 2580 को लेभललाई ब्रेकआउट गर्दैन तबसम्म हाम्रो बायस चाहिँ मार्केट प्रति लङ टर्म बुलिश हुन्छ भने ब्यान्डको एंगलबाट हेर्ने भने जबसम्म मार्केटले बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डलाई ब्रेकआउट गर्दैन तबसम्म हाम्रो बायस चाहिँ मार्केट प्रति पोजिटिभ हुन्छ। यसरी दुईवटा यतिबेला महत्त्वपूर्ण सपोर्ट जोनहरु छ, एउटा ब्यान्ड सपोर्ट र एउटा स्विङ सपोर्ट है त।